हुन्डीबाट पैसा पठाउँदा जेल पर्न सकिन्छ कि सकिँदैन, यो एउटा गम्भीर चाहिँ नै मलाई लागेको कुरा म तपाईहरुलाई शेयर गर्न जाँदैछु। जसरी तपाईको नाममा भएको बाइक चाहिँ कसैले लाइसेन्स नभएको मान्छेले लगेर ठोकिदियो अथवा केही भयो, एक्सिडेन्ट भयो भने तपाई जसरी जिम्मेवार हुनुहुन्छ, तपाईको बैंक खाता पनि एउटा सम्पत्ति हो। त्यसमा कहीँ कतैबाट पैसा आउँछ भने त्यो पैसा कहाँबाट आयो, किन आयो भनेर जवाफदेही त तपाई हुनुपर्छ। जस्तै हुन्डीवालाले तपाईको अकाउन्टमा जुन पैसा ट्रान्सफर गर्छ, हुन्डीवालाले गलत काम गरेर त्यो पैसा कमाएको रहेछ अथवा आफ्नो खातामा लिएर आएको रहेछ र तपाईलाई ट्रान्सफर गर्यो भने त्यहाँनेरि तपाईको पनि कनेक्सन देखिन्छ र तपाईको खातामा आएको इच एन्ड एभ्री पैसाको तपाई जिम्मेवार हुनुपर्छ। सो त्यो कारणले गर्दाखेरि 1-2 रुपैयाँको लोभमा हुन्डी नगरौँ। यदि तपाईहरु युएई हैन यो खाडी राष्ट्रमा हुनुहुन्छ अथवा अस्ट्रेलिया अरु देशहरुमा पनि हुनुहुन्छ भने यो एप डाउनलोड गर्न सक्नुहुन्छ। यो एपबाट तपाईहरुले फ्रीमा पैसा त पठाउन सक्नुहुन्छ नै र यो ट्याप ट्याप सेन्ड भन्ने एपले चाहिँ तपाईहरुलाई फर्स्ट ट्रान्ज्याक्सनमा 20 दिरहम युएई को केसमा चाहिँ बोनस पनि दिने गर्छ। त्यसको लागि चाहिँ यो मेरो प्रोमो कोड छ, यो युज गर्नु होला र तपाईहरुले 20 दिरहम पनि पाउनुहुन्छ र भविष्यमा पनि पैसा पठाउँदाखेरि एक्सचेन्जरले चार्ज लिन्छ, तर यो एपले चाहिँ चार्ज पनि लिदैन, फ्रीमा राम्रो रेटमा पैसा पठाउन सक्नुहुन्छ। धन्यवाद।